आईसीसी महिला टी20 विश्वकप एसिया छनौटमा नेपालले सुपर 3 मा स्थान पक्का गरेको छ। समूह सी अन्तर्गत हङकङ र बहराइन बीचको अन्तिम खेल वर्षाले रद्द भएसँगै नेपालले सुपर 3 मा स्थान पक्का गरेको हो। समूहमा नेपाल शीर्ष स्थानमा रहेर सुपर 3 मा पुग्दा हङकङ र बहराइन भने बाहिरिएका छन्। नेपालले 4 खेलबाट 5 अङ्क जोडेको छ। 5 अङ्क नै भएको हङकङ भने बाहिरिएको छ। नेपालले 4 खेलमा 2 जित र 1 खेलमा हार बेहोर्दा 1 खेलमा अङ्क बाँडेको थियो। हङकङले भने 1 जित निकालेर 3 खेलमा अङ्क बाँड्यो। उसका 3 खेल वर्षाले अवरुद्ध भयो। रनरेटमा नेपालभन्दा अघि रहे पनि हङकङले 1 मात्र जित निकाल्दा बाहिरिएको हो। नेपाल भने बढी जित निकालेको आधारमा हङकङलाई पछि पार्न सफल भएको हो। प्रतियोगिताको नियमावलीमा अङ्क बराबरीमा सुरुमा बढी जितलाई मान्यता दिने उल्लेख गरिएको छ। अब नेपालले सुपर 3 मा युए र घरेलु टोली थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। शीर्ष 2 मा पर्न सके नेपाल ग्लोबल छनौटमा पुग्नेछ। यसअघि बिहिबार भएको महत्त्वपूर्ण खेलमा नेपालले बहराइनमाथि डीएसएल मेथडमा 6 विकेटको जित निकालेर सुपर 3 मा आशा जीवित राखेको थियो। निकै दबावपूर्ण अवस्थामा नेपालकी कप्तान इन्दु वर्माले 7 बलमा नट आउट 24 रन जोड्दा नेपालको जित सम्भव भएको थियो। उनले 4 चौका र 1 छक्का प्रहार गरेकी थिइन्। नेपाल र हङकङको पहिलो खेल रद्द भएको थियो। नेपालले बहराइन विरुद्धको खेलमा भने 9 विकेटको जित हात पारेको थियो। हङकङ विरुद्धको दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो। एसियाबाट 2 टोली पुग्ने विश्वकप छनौटमा 10 टोली भिड्नेछन्। 10 मध्ये 4 टोली सन् 2026 मा इङ्ल्यान्डमा हुने आईसीसी महिला टी20 विश्वकपमा छनौट हुनेछन्। यसैबीच दर्शकबिन आईसीसी महिला टी20 विश्वकप एसिया छनौटमा नेपालले सुपर 3 मा स्थान पक्का गरेसँगै अब त्रिपक्षीय भिडन्त हुने भएको छ। समूह सी को विजेता बनेको नेपालले अब समूह ए को विजेता आयोजक थाइल्यान्ड र समूह बी को विजेता युएसँग सुपर 3 मा खेल्नेछ। सुपर 3 मा पुगेका नेपाल, थाइल्यान्ड र युए मध्ये 2 टोली मात्र विश्वकपमा पुग्नेछन्। सुपर 3 मा 3 टोली आपसमा भिड्नेछन्। यस्तै यसअघि समूह चरणमा हात पारेको अङ्कको पनि गणना हुनेछ। समूह चरणमा नेपालले 5 अङ्क जोड्दा थाइल्यान्ड र युएले भने समान 6 अङ्क बटुलेका छन्। त्यसैले नेपाललाई शीर्ष 2 मा पर्नको लागि कम्तीमा 1 खेल जित्नै पर्ने अवस्था रहेको छ। वर्षाले खेल प्रभावित भएको अवस्थामा भने नेपाललाई घाटा लाग्नेछ। सुपर 3 मा समान अङ्क भएमा पहिलो जित र त्यसपछि रनरेटको गणना हुनेछ। नेपालले सुपर 3 मा सोमबार युए र मंगलबार घरेलु टोली थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ, जुन खेल बैङ्ककमा हुनेछ।